यसको गाडीहरू Hello guys, welcome back to my channel र म आज जाँदैछु सुन्दरा टु भिजिट धरहरा। सो मेरो टिकट छ 2:30 बजेको, सो आई विल टेक यु स्ट्रेट टु सुन्दरा। पार्किङ चाहिँ यहाँ रहेको छ अन्डरग्राउन्ड। आज बाइक खै के खचाखच छ। दिस इज वाट इट लुक्स लाइक। टिकटको लागि चाहिँ ठाउँ यो रहेछ अनि कुपन लिइसकेपछि यहाँबाट गेट नम्बर 1 बाट चाहिँ इन्ट्री रहेछ है त। इन्ट्री गरिसकेका छौँ। यहाँ छ धरहरा अनि यतातिर छ बस्ने ठाउँ। यहाँ छ यसो वाटर पार्क जस्तो, यहाँ पनि हामी जाउँला। तर भित्र चाहिँ यस्तो डिजाइन रहेछ। धरहराको इन्ट्री गेट चाहिँ यो हो अनि यस्तो बबाल ठुलो देखिन्छ धरहरा चाहिँ। अब हिँड्दै जाने प्रक्रियामा छौँ हामी। तर चिकन सी भर्याङ यस्तो छ। भर्खर 2nd फ्लोरमा भयौँ हामी। अब कत्ताले माथि हो 9 तलाभन्दा बढी छ अरे। बट लेट्स सी इट लुक्स लाइक दिस। कति माथि 6औं तलामा छौँ हामी र यहाँबाट बल्ल यस्तो सिन देख्छ। आइएम नट स्योर कस्तो आइरहेको, तर त्यो धरहराको पुरो चाहिँ एउटा चाहिँ 6औं तलामा छ। ब्याक टु स्टेयर्स 7औँमा आइपुग्यो। यसपालि तल्ला थपे अघि खैक्यो। ठिक छ, थाके होइन। सो यो 9 तलाबाट सिन 9 तला भन्दा पनि माथि रहेछ। आइपुग्यौँ। प्याक छ, अलि भिडभाड छ आज। खै 2:30 बजेको टाइममा त्यस्तो छ हालत। भिड छ आज। यस्तो छ हालखबर। अरे बाफ, कति भिड यार। बिहान 5 बजी आउनुपर्ने रहेछ। यो सिन चाहिँ सही छ। शहीद गेट चाहिँ क्लियरली देखाएको छ यहाँबाट। अनि सैनिकको भवन हो यतातिर। कहाँको हो त पानी ट्याङ्की? दशरथ रङ्गशालाको। त्यसपछि भ्यू टावर पनि बाट अलिक देखिनु पर्ने है। यहाँ छ भ्यू टावर। कुन चाहिँ कलेज रहेछ यहाँ? छतमा टेनिस कोर्ट र बास्केटबल कोर्ट। कुन कलेज हो? चाहिँ अलि यतातिर देखिनु रहेछ। म स्योर क्यामेरा कतिको आइरहेको भनेर। बट स्वयम्भू चाहिँ यही हो। टप भ्यू चाहिँ यस्तो रहेछ स्ट्रक्चरको। धरहराको भ्रमण चाहिँ सकिएको छ। यति नै रहेछ। जाने, माथि हेर्ने अनि फेरि तल झर्ने। लिफ्टबाट चाहिँ प्याकै देखेँ, त्यही भएर अब फेरि ब्याक टु स्टेयर्स। अन्तखेरि चाहिँ खाली छ। सबैजना लिफ्टकै पछि लाग्यो। आफू आयो यहाँ भर्याङ हुँदै। टेक अ लुक। ब्याक टु फ्लोर 1 अनि यहाँबाट छ त्यो एक्जिट। यो चाहिँ लिफ्टकै लाइन होला। यप, चढियो अनि झरियो। पुरानो धरहरा 15 वर्ष अगाडि चढाएको थियो होला सायद। घरबाट नै ढलै देखाएको थिएँ। यतिसम्मको चाहिँ छ एटलिस्ट। एक्चुअल सुन्दरा चाहिँ यो होला। सुनकै छ धारो। सुन्दरा चाहिँ यही हो। यहाँ अब पानी धुनु पर्थ्यो र अब पानी छैन अहिले। खैर
स्ट्रक्चरसम्म चाहिँ छ यस्तो देखिन्छ यो कोन चाहिँ के हो यो त आइसक्रिमको कोन जस्तो ठ्याक्कै यसकै छेउमा छ फेरि यसको चाहिँ मैले अहिलेसम्म पनि मिनिङ बुझिनँ क्या खाली छ फेरि केही छैन यहाँ खै किन बनायो यहाँ चाहिँ एउटा वाटर पार्क राखेको रहेछ भन्दा पानी चलिरहेछ आज चढ्न चाहिँ 15 मिनट झर्न 5 मिनट अनि 200 रुपियाँ स्वाहा सो वासरुम चाहिँ यहाँ रहेछ अनि एक्जिटको ठाउँहरू यहाँनिर पनि भयो प्लस अब फ्रन्ट होइन ब्याकबाट पनि मिल्छ अनि धराको इन्ट्री चाहिँ यहाँबाट अनि त्यसपछि एक्जिट चाहिँ राइट साइडबाट रहेछ है त कुरा गर्नुपर्दाखेरि चाहिँ वेल दुईवटा तरिका रहेछ टिकट लिने एउटा चाहिँ अनलाइनको थ्रुबाटै त्यो चाहिँ अब धराको एउटा वेबसाइटै रहेछ अनि त्यहाँ चाहिँ ई सेवा वा खल्तीबाट चाहिँ टिकट किन्न मिल्दो रहेछ र अर्को तरिका चाहिँ त्यही त्यो गेट नम्बर 1 को छेउमा त्यो एउटा काउन्टर छ र त्यहाँनिर गएर चाहिँ इन क्यास चाहिँ टिकट किन्न मिल्दो रहेछ नर्मल टिकट छ 200 स्टुडेन्ट कार्ड छ भने हुन्छ 100 र 10 वर्षभन्दा मुनिका बाबुनानीको लागि चाहिँ पैसा लाग्दैन सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो र यो भिडियो यदि इन्जोय गर्नुभयो भने गिभ इट अ थम्स अप एन्ड डु नट फरगेट टु सब्सक्राइब टु माई युट्युब च्यानल फर लट मोर अफ दिज कन्टेन्ट्स सो सी इन द नेक्स्ट भिडियो बाई